अबको 4-5 महिना नेपाली क्रिकेट टोली ठूला प्रतियोगितामा व्यस्त देखिँदैछ। विशेष गरी ओडिआई भन्दा टी20मा व्यस्त नेपाली टोलीले केही दिनपछि अस्ट्रेलियामा हुने टप इन टी20 सिरिज खेल्दैछ। त्यसपछि लगत्तै एसियन्स गेममा खेल्दैछ। यी दुवै प्रतियोगिता टी20 फर्मेटमा हुँदैछन्। मतलब नेपाली टोलीको मुख्य ध्यान अब केही समयका लागि टी20 तर्फ जाने निश्चित छ। तर यहीँनिर एउटा प्रश्न उठ्छ, यदि नेपालले अहिलेका मुख्य खेलाडीहरूलाई लगातार टी20मा खेलायो भने केही महिनापछि हुने ओडिआई सिरिजमा के त्यही टोलीले फेरि राम्रो नतिजा निकाल्न सक्ला त? या क्यानले टी20मा नयाँ मुहारलाई मौका दिएर अहिले मुख्य खेलाडीहरूलाई ओडिआई क्रिकेटमै व्यस्त राख्दा नतिजा कस्तो आउला त? के छ त क्यानको तयारी? आउनुहोस् आजको भिडियोमा कुरा गरौँ। च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गर्नु होला। साथीहरू, ओडिआई र टी20 दुवैको खेल्ने शैली निकै फरक छ। दुवै फर्मेटको माइन्डसेट, ब्याटिङ एप्रोच र बलिङ प्लान सबै फरक हुन्छ। टी20मा ठुला आक्रामक शट, छिटो रन बनाउने सोच चाहिन्छ भने ओडिआईमा इनिङ निर्माण गर्ने धैर्यता र लामो योजना चाहिन्छ। कुनै पनि खेलाडीले एक्कासी टी20बाट सिधै ओडिआईमा फर्केर राम्रो नतिजा पक्कै पनि निकाल्न सक्दैन। टी20को माइन्डसेटले ओडिआई खेल्न पक्कै पनि सजिलो छैन र यस्तो बेला खेलाडीहरूले राम्रो प्रदर्शन देखाउन सक्दैनन्। अहिले नेपाली क्रिकेटमा ठ्याक्कै एउटा यस्तै चुनौती आएको छ। नेपालको अबको खेल तालिका हेर्ने हो भने नेपालले सुरुवातमा लगातार टी20 खेल्दैछ, त्यसपछि मात्र ओडिआई खेल्दैछ। नेपाली टोलीले अगस्त 20 देखि 30 सम्म अस्ट्रेलियामा हुने टप इन टी20 सिरिज खेल्दैछ, जहाँ नेपालले न्युजिल्यान्ड, पाकिस्तान जस्ता टेस्ट टोलीका ए टिमहरू विरुद्ध खेल्दैछ अनि त्यस्तै अस्ट्रेलियाका घरेलु बलिया टिमहरूसँग खेल्दैछ। अस्ट्रेलियाको त्यो बााउन्सी पिचमा विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्नु नेपाली खेलाडीका लागि छुट्टै अवसर हो। जहाँको पिचमा नेपाली ब्याटरलाई एउटा ठुलो च्यालेन्ज छ, त्यो बााउन्सी पिचमा नेपालका फास्ट बलरहरूलाई छुट्टै एक्सपोजर पाउनेछन्, जुन नेपाली खेलाडीका लागि ठुलो अवसर हो। टप इन टी20 सिरिज सकिए लगत्तै नेपालले सेप्टेम्बर 20 देखि अक्टोबर 4 सम्म एसियन गेम खेल्दैछ, जहाँ 12 वर्षपछि अफगानिस्तानसँग नेपालले फर्स्ट राउन्डमै भेट्दैछ। यदि नेपालले त्यहाँ राम्रो गर्न सक्यो भने अघिल्लो चरणमा इन्डिया, पाकिस्तान जस्ता ठुला टिमहरूसँग खेल्ने अवसर पाउँछ। त्यहाँ नेपालको लक्ष्य भनेको एउटा पदक जित्ने हो। तर हामी लगातार टी20मा व्यस्त भइरहँदा हामीले बिर्सनै नहुने एउटा सिरिज हो ओमानमा हुने लिग 2 सिरिज। अहिले हामी लिग 2मा निकै दबावमा छौँ। हामीले सहजै ओडिआई स्ट्याटस जोगाउनका लागि अक्टोबरमा ओमानमा हुने सिरिजमा हामीले खेलहरू जित्नै पर्ने दबाब छ, जहाँ हामीले क्यानाडा र ओमानसँग भेट्दैछौँ। त्यहाँ हामीले राम्रो नतिजा निकाल्नुपर्ने चुनौती छ। अब ओडिआईमा यत्रो चुनौती हुँदाहुँदै ओडिआई सिरिजभन्दा अगाडि लगातार नेपाली टिम टी20मा व्यस्त भइरहँदा नेपालले ओडिआईमा कस्तो नतिजा निकाल्ला त्यो प्रश्न उठ्नु स्वाभाविकै हो। हामीले पहिले पनि देखेका छौँ, नेपालले टी20 र ओडिआई जहाँ पनि एउटै टिमलाई मात्र खेलाउने गर्छ। जब खेलाडीहरू लगातार टी20मा खेलिरहन्छन्, त्यसपछि एक्कासी ओडिआई खेलमा फर्किँदा खेलाडीहरूले पक्कै पनि एडजस्ट गर्न सक्दैनन् र ओडिआई खेलमा पनि टी20 माइन्डसेट नै युज गर्छन्, जसको नतिजा खेलाडीहरू लामो इनिङ खेल्नै सक्दैनन् र छिट्टै आउट हुन्छन्। विगतमा पनि हामीले खेलाडीलाई टी20 शैलीका खेलहरूमा प्र्याक्टिस गराएर अनि ओडिआईमा खेल्न लिन्छौँ र हाम्रा खेलाडीहरू लामो समय क्रिजमा बिताउनै सक्दैनन्। सुरुमै ठुला शट हान्न खोज्छन् अनि आउट हुन्छन्। विश्वका बलिया टेस्ट राष्ट्रहरूको उदाहरण हेर्ने हो भने उनीहरूले आफ्नो मेन टिमलाई ठुला प्रतियोगिताहरूका लागि नै व्यस्त राख्छन् र अन्य प्रतियोगिताहरूका लागि आफ्नो दोस्रो रोजेका टिमहरू पठाउँछन्, जसले गर्दा मुख्य खेलाडीहरूले आफ्नो सम्पूर्ण ध्यान ठुला प्रतियोगितामै राख्छन् र अरू नयाँ खेलाडीहरूले पनि राष्ट्रिय टिममा अवसर पाउँछन्। त्यसो भए अब कुरा गरौँ, के नेपालले यसपटक पनि सिनियर टिमलाई नै सबै ठाउँमा पठाउने त? होइन, मेरो विचारमा यसपटक टी20को टिम बनाउँदा हामी अलि फरक तरिकाले टिम बनाउनुपर्छ। हामीलाई अहिले टी20मा बलियो प्रदर्शन देखाउनु छ, सँगसँगै ओडिआईलाई पनि लैजानु छ। त्यसो भए हामी अहिले हाम्रा मुख्य ओडिआई खेलाडीहरूलाई अहिलेबाट नै ओमान सिरिजका लागि फुल ओडिआई प्र्याक्टिसमा लैजाउँ अनि अब आउने टी20 सिरिजका लागि केही सिनियर खेलाडीहरू र केही युवा खेलाडीहरूलाई जोडेर बलियो सन्तुलित टिम बनाऊँ। यसो गर्दा हाम्रा मुख्य खेलाडीहरूको ध्यान ओडिआईमै रहन्छ। यसो गर्दा उनीहरू ओडिआई सिरिज आउँदासम्म आफूलाई ओडिआईमा फिट बनाउन सक्छन् अनि अर्कोतर्फ टी20मा हाम्रा युवा खेलाडीहरूले मौका पाउँछन्। जब युवा खेलाडीहरूले टिममा खेल्ने मौका पाउँछन्, उनीहरूले अन्तर्राष्ट्रिय अनुभव बटुल्दै जान्छन् र राम्रो प्रदर्शन गर्दै जाँदा हाम्रो ब्याकअप स्ट्यान्ड बलियो बन्दै जान्छ। अहिले नेपालको सबैभन्दा ठुलो कमजोरी भनेको बलियो ब्याकअप स्ट्यान्ड नहुनु त हो। त्यसो भए हामीले बलियो ब्याकअप स्ट्यान्ड बनाउनका लागि पनि हामीले युवा खेलाडीहरूलाई अवसर दिनैपर्छ। यसो भयो भने हामीले सधैँ आउटफर्ममा रहेका प्लेयरहरूलाई ठुला प्रतियोगितामा खेलाइरहनुपर्ने झन्झट हट्दै जान्छ। नयाँ नयाँ क्षमतावान खेलाडीहरू नेपालसँग ब्याकअपमा रहन्छन् र राष्ट्रिय टिमका सिनियर खेलाडीहरूलाई पनि डर हुन्छ कि अरू युवा खेलाडीहरूले आफ्नो स्थान नलगोस्। त्यसैले उनीहरूले पनि कडा मेहनत गर्न थाल्छन् अनि टी20मा नयाँ र केही सिनियर खेलाडीलाई जोडेर मिक्स स्क्वाड बनाऊ। यसो हुँदा हामीलाई दुवैतर्फ बढी फाइदा हुने देखिन्छ। तर सबैजना मेरो यो रणनीतिसँग सहमत नहुन सक्छन्। कतिपयले सबै ठाउँमा हाम्रो मुख्य टोलीलाई नै पठाउनुपर्छ र उनीहरूले नै बढीभन्दा बढी अनुभव बटुल्नुपर्छ भन्ने धारणा राख्न सक्छन्। त्यो पनि धेरै हदसम्म ठिक छ। तर जे होस्, हामीले अहिले नै स्पष्ट योजना बनाएर अगाडि बढ्यौँ भने भविष्यमा हुने ठुला प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो हुन सक्छ।
कुनै पनि खेलाडीले नामका भरमा मात्र टिममा पर्ने समस्या हराउँदै जान्छ र युवा खेलाडीहरूले पनि टिममा अवसर पाउँदै जान्छन्, जसले गर्दा टिमको प्रदर्शन बलियो हुँदै जान्छ। साथीहरू, अब भन्नुहोस् तपाईको विचारमा अब आउने टी20 खेलहरूमा पनि के नेपालले सिनियर टिमलाई नै पठाउनुपर्छ या अर्को टोलीलाई? आफ्नो विचार अवश्य कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक र यस्तै नेपाली क्रिकेट न्युजका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला।